एभ्रिवान। आज चाहिँ मैले एउटा गजबको भिडियो लिएर आएको छु अनि यो गजबको भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ लोकेसन सेयर गर्न चाहन्छु। यो चाहिँ योकोहामा ओन्टारियो हो। यो कान्ना स्टेसनबाट जस्ट 3 मिनट वाकमा मात्र रहेको छ अनि यो चाहिँ एकदम न्यूली ओपन रहेछ। यो कुरा चाहिँ मलाई त्यहाँ गएपछि मात्र थाहा भयो। अनि टिकटिङ सिस्टमको कुरा गर्दा चाहिँ यहाँ चाहिँ अनलाइन टिकटिङ सिस्टमबाट टिकट काट्नुपर्ने रहेछ, तर हामीले चाहिँ अनलाइनबाट टिकट नकाटेको भएर त्यहाँ गएर क्रेडिट कार्डबाट टिकट काट्यो। क्यास चाहिँ यहाँ भाइसँग सँगै हिँड्नु न, भाइसँग मात्ते 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 मात्ते। भित्र छिरिसकेपछि चाहिँ यहाँनिर एउटा क्युआर कोडहरू दिँदो रहेछ अनि त्यो क्युआर कोडहरू हेरेर हामीले मोबाइलमा चाहिँ सर्च गर्न मिल्दो रहेछ होइन। यहाँको ठाउँहरू जस्तै यहाँको अब कस्तो कस्तो चिजहरू चाहिँ यहाँ राखेको छ, कुन कुन चिजहरू अभाइलेबल छ अनि कसरी घुम्ने, अब त्यो सबै चिजहरू चाहिँ भनौँ न यो स्क्रिनमा पनि सबै देखाउँदो रहेछ। यहाँ चाहिँ सुरुमा अलिकति हेरेर चाहिँ अनि हामी चाहिँ भित्र छिर्यौँ। अनि मेरो साथी र म चाहिँ आफ्नो बच्चाहरू एक्साइटेड भएको देखेर नै यत्तिकै एक्साइटेड थियौँ कि लिँदैन अगाडि माथि इयो इकुरी नै यो चुकेटे दाइजोबु सुगोइ ने मिते ए नानी सोरे नानी 장가 군만 때대 오 아침 밑에 소래 밑에 오 마이 갓 पानीले भिज्यो नि पानी 소리 고릴라 고릴라 밑에 오 수고네 다이소 오 마이 갓いっぱい出てきたねもっと来たよお大きいねすごいねサミちゃん見てすごいだअनि मलाई चाहिँ आफ्नो पर्सनल रिभ्यू दिनुपर्दा चाहिँ यहाँको बेस्ट पार्ट भनेको चाहिँ यो नेचर र इकोलोजीलाई चाहिँ जसरी यिनीहरूले ब्युटिफुली रूपमा प्रेजेन्ट गरेको छ नि यो कुरा चाहिँ माइन्ड ब्लोइङ नै छ कि किन भन्दा चाहिँ हाम्रो विदेशमा जन्मेको हुर्केको बच्चाहरू चाहिँ बाहिर अलिकति नेचरसँग चाहिँ त्यस्तो कनेक्टेड भएको हुँदैन बाहिरतिर अनि यस्तो ठाउँमा लैजाँदा चाहिँ बच्चाहरू चाहिँ एकदम खुसी हुने यो रियल नै हो कि अब त्यो एनिमलहरू आउँदा पनि मेरै अगाडि आएको हो कि होइन यो मैले छुन पनि मिल्छ होला टाइपको कि एकदमै एक्साइटेड भएर एकदम खुसी भएर इन्जोय गरिरहेको थियो बच्चाहरूले 장국은 밑에 जाऊ त अगाडि जाने भए जाऊ केही नहुँदैन है अगाडि जान यति नै होला बहिनी टाइगर कुमाचाङ कि त untuk usagi minta 장국은 rabbit 밑에 iya Wih, itu jalan फेरि छु कता गयो भाइ साबाते इयो 장국은
बहिनी केही नि हुन्न कस्तो हिँडिरह्यो जाङ्गुकुङ हेलो Samip Samip Jankukun mai mitte Fish ya? Ami fish. Jankukun mitte fish. अनि अर्को गजबको पार्ट त भन्नै बाँकी छ के भन्दा चाहिँ यहाँभित्र चाहिँ सी लाइफ इन्जोय गर्नु छ भने यहाँ जाँदा चाहिँ एकदम बेस्ट छ है त स्पेसली चाहिँ मलाई पानीसँग चाहिँ एकदमै डर लाग्छ कि पानीमा बोटिङहरू पनि गर्न डर लाग्छ है तर यहाँभित्र जाँदा चाहिँ म पानीमै हिँडिरहेको छु होइन एकदम मन पनि शान्त खालको अनि सबैजना शान्त क्या यो जापानिजहरू चाहिँ झन् बोल्दा पनि बोल्दैन है चुपो लाएर हेर्ने मात्र कि अब हामी त वाउ भन्छ अनि बच्चाहरू नि कराएर हुन्छ यताउता दौडिरहेको हुन्छ होइन अनि जापानिजहरू त फुल्ली इन्जोय गर्ने कि चुपो लागेर होइन अनि मलाई पनि एकदम रमाइलो भइरहेको थियो त्यही एकछिन मान्छे ल्याउनु पर्ने त मैले ल्याएर गल्ती गरेँ बाबु पख नहीं 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 ये स्टार खाबाई मिते मिते लेन त आमे 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 बोरु इपाइने भाइ ना कस्तो अँध्यारो है भाइ कहाँ गएछ बेबी अब त जानु त उता जानु त छोरी ए दुःख इता न ए कहाँ गयो ला कहाँ गएछ नि छोरी त ला ला आफै आफ भाइ हेर न भाइ कसरी बस्छ नि त ल यसरी बस्ने ल बाबु कति राम्रो हुन्छ नि मम्मी हो आइरहेछ त भाइ जाङ्गुकुन्डो मामा खोइ यहाँ तल हेर भाइ जाऊ सावार गरेर आऊ ढोका ल जाऊ न त्यही हो न त्यता देखिन हो नि त हिँड जाऊँ अब ल हिँड आफै अब बिस्तारै हिँड लड्छ है मात्ते मात्ते जाङ्गुकुन मात्ते ल हिँड अब जाने है हस् अब जाने हो तर कस्तो रमाइलो रहेछ भाइ यस्तो आनन्दले आएर फोटो खिच्ने जस्तो के ठाउँ त ल हिँड
फिट्नुहुन्छ अङ्कलले पाइ हेर्नु चाहिँ माथि चाहिँ पखै एकछिन पख यो लिएन बिस्तारै लकर कहाँ छ लकर जाङगुङको लकर खोइ लिएन लकरमा अब हामी जाने ओके जाङगुङको लकर कुन हो खोइ यो देखाउ त कति नम्बर रहेछ 284 कता हो 84 यता होला 84 ओके ओके ल खोल ओके आके त्यही